हेर भाग्नलाई बाटो हेरेको चार हेलो वेलकम फ्रम नगेन्द्र ब्लगबाट चाहिँ स्वागत छ हजुरलाई है। र फर्स्ट अफ अल चाहिँ म होइन ह्याप्पी तिहार भन्न चाहेँ, किनभने यो नयाँ वर्षको 2082 सालको चाहिँ होइन तिहार आएको छ। र आज चाहिँ म चाहिँ होइन आफ्नो बाइकमा चाहिँ एकदम खतरा फुल्ली डेकोरेसन गर्न गइरहेको छु होइन। अब तिहार आए पछाडि अब बाइकलाई पनि यसो कम्बिनेसन गरौँ न भनेर चाहिँ बनाउन खोजिरहेको छु। र हामीले चाहिँ यहाँ काम गर्दा गर्दा चाहिँ ढिलो भइसकेको छ, अलिक साँझ परिसकेको छ अलिक होइन। अब चाहिँ हामीले टाइम पाएर चाहिँ अब बनाउन खोजिरहेको छौँ। यस्तो छ होइन, यो हामीले यो चाहिँ R15 भित्रीमा चाहिँ टक्कसँगले झिलिमिली चाहिँ यहाँ छ होइन। पुरै यसले चाहिँ पुरै कभर हानिदिने क्या, पुरै हुन्छ नि टक्कसँगले। अनि यसको चाहिँ होइन अन्तिम लुक चाहिँ कस्तो आउँछ अन्तिमसम्म हेर्दै गर्नु होला है। हाम्रो चाहिँ भ्लगलाई इन्जोय गर्नु होला। यो चाहिँ हामीले चाहिँ रियाक्सन गर्न पनि जान्छौँ, के कस्तो आउँछ रियाक्सन हाम्रो गाईघाट होइन, पुरै घुम्ने हो है। र साथसाथै चाहिँ हाम्रो भाइले चाहिँ यसपालि चाहिँ दिदी हुनु न त, त्यही भएर पुरै रङ्गोली बनाइरहेछ होइन। कस्तो बनिरहेछ ल, ठिकै छ होइन, हेर्न सक्नुहुन्छ कम्प्लिट हुन लागेछ। र अन्तिमसम्म हेर्दै गर्नु होला, इन्जोय गर्दै गर्नु होला। अब हामी चाहिँ अब यसमा चाहिँ काम गर्नुपर्ने हुन्छ ल। फाइनली हेर्न सक्नुहुन्छ हामीले चाहिँ टक्कसँगले लगाइसकेको छौँ। र अहिले चाहिँ हामीले एकपट्टि मात्र लाउन दियौँ है। र एकपट्टि चाहिँ हेर्न सक्नुहुन्छ चोखै छ, लाउन बाँकी नै छ। यसको चाहिँ अब रियाक्सन हेर्न चाहनुहुन्छ भने चाहिँ अन्तिमसम्म हेर्दै गर्नु होला है। र अहिले चाहिँ पूजा गर्ने टाइम आइसकेको छ, त्यही भएर म पनि जानुपर्ने भएर चाहिँ अब जानुपर्ने भयो। र अन्तिमसम्म हेर्दै गर्नु होला, के कस्तो आउँछ बबालै हुनेछ होइन रियाक्सन ल। हस् त, हामी चाहिँ अब देउसिरे खेल्न चाहिँ आइसकेको छौँ होइन। हाम्रो केटाहरू लगाइसकेको छ बाइक, हाम्रो केटाहरूको बाइक चाहिँ हेर्न सक्नु पुरै नर्मली छ बाइक चाहिँ। मेरो मात्र त्यस्तो छ, यो चाहिँ हाम्रो वीरदेव जोशीको बाइक होइन, दुईवटा हेर्न सक्नुहुन्छ भित्री र क्रस फायर त्यहाँ खेलिरहेछ है। हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो फर्स्टै घर, हाम्रो अङ्कु साथीकोमा चाहिँ आएर फर्स्टै ल ल ल नाच नाच गर ल है। हाम्रो पानी देऊ न यो यो चस्मा लगा के अर्को 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 तेरो त यो यही पड्केला भन्ने डर लाग्छ यार मलाई घरिघरि। तर धेरै थोरै आयो। तँ होइन हौ, आलु भन्दैछ यसले, आलु पहिला पहिला तँ यो ठुलो पड्काउँ न, यो त बस्यो क्या। त्यही आलु हेर्नु कत्रो छ, कहाँ पड्काउनु त धेरै उछिटिन्छ यार यो त, यहाँ त होइन यी के हुँदैन यही पड्काउनु के यो पड्काउने बेला चाहिँ अलिक टाढै भएको है केटा। टाइम लगाएर पड्काउनु, टाइम लगाएर टाइम लाउनु पर्दैन हौ। लामो छ, लामो त लामो छैन, के भन्छ अरे भाग्नु पर्छ नि। हेर भाग्नलाई बाटो हेरेको चार यहाँसम्म ड्याम धनी मनी दोस्तहरू हुनु पनि सजिलो छ।
ए छिटो गर्नु रे तिमीहरूको यो टेक्नोलोजीले काम गरेन होइन भइसक्यो अब तिमी यो पर्काउन उयो गर होइन यो खोल्नु पर्दैन यो कहाँ हाल्छ त्यो पहिले उयो गर न पहिले फुलझरी बाल्न ल खोइ सुरुमा यो गर्ने होइन अनि झुस्कुटाउने होइन यो त गर्दा भाग्नुपर्छ यिनीहरूको पनि उ पार्नु न हाम्रो बाइक र ल बाल ब्ल्याकको फ्यासर बाल्नु न छिटो ल छिटो ब्रो फ्यासर त भयो नि त ल त्यो नबिनेको बाला हो क्या तेरो बाला बाल नबिनेकोलाई फ्यास मेरो बाला यहाँ छ मेरो त काम गरे बस है कहाँ तर्छ त्यो देखि त ला यार भिडियो नै बनेन अब त कुरो गरे यार भट्टै बाइकहरूमा पनि हेरे भर हुँदैन नि यो फेरि कहाँ गएर भयो